दुःख गरिराख्यो भने अहिले नितुले गरिहाल्छ नि। घरको काम सबैले मिलिजुली गर्दा के नै फरक पर्छ र? नितु, हामीलाई चिया ल्याइदेऊ न। हुन्छ बुवा। बरु अलिकति अदुवा पनि हालेर ल्याइदेऊ है। हस्। यस्तो चाडबाडको बेलामा किन न्याउरो मुख लाएर बस्या नि? अब हेर्नु न, चाडपर्वको मुखमा सबैको घरमा विदेशबाट छोराछोरी आएका छन्, रमाइलो छ। आफ्नो घरमा चाहिँ तिमीलाई छोराबारीको त्यत्रो याद आइरहेछ भने दर्शनामा सन्चै हुनुहुन्छ? सन्चै छु नि। तिमीहरूको के हुँदैछ? साँच्ची कति बज्यो त्यहाँ? 11 बजिसक्यो यहाँ त रातिको। भिन्तुना पनि आइसकिन् कामबाट, सुत्ने तर्खर गर्दै। अब आमा चिया। नितु, के छ तिम्रो हालखबर? सन्चै छु दादा। आमा बुवालाई खाना पकाउन आँटेको, हजुरहरू कुरा गर्नुहोस्, म किचन जान्छु है। ए ल ल, जाऊ जाऊ। आमा, दर्शन। भाग्यमानी नानी। भाग्यमानी भएछ, भाग्यमानी भएछ। आमा, नितुले कस्तो काम गरिरहेछ? राम्रोसँग ख्याल त राख्छ नि तपाईँहरूको? राम्रो काम गरिराखेकी छन्। धन्न उनी भएर हामी ढुक्क छौँ। नत्र यत्रो घरमा हामी दुईजना बुढाबुढी मात्रै कसरी पस्न सक्छौँ र? अब नितुलाई पनि अब हामीले चाहिँ चाडबाड बनाउन भोलिदेखि बिदा दिन लाग्छौँ। अब उठाउँदाखेरि हामीलाई सजिलो होस् भनेर सबै काम गरेर जान लाग्छन्। त्यसो गरी उसलाई भ्याइ नभ्याइ छ। तिमीहरू उहाँ भए पनि नितु यहाँ आएदेखि घरको सारा काम, सारा जिम्मा उसैले लिएकै छ। हामीले त केही हेर्नै पर्दैन, हामीलाई केही गर्नै दिन्न। हामीलाई त अहिले ढुक्क छ। ठिक छ नि त, नितु भएर नि त हामीलाई पनि यहाँ ढुक्क छ। साँच्ची नितुलाई टाइममा नै तलब दिइरहनु भएको छ नि? त्यो त टाइममै दिइरहेको छु नि। त्यस्तो कुरामा तिमीहरूले धन्न मान्नु पर्दैन। अनि चाडबाडको बोनस खर्च दिनुभयो त? त्योहरू दिनु पर्छ र भने सरकारले तोक्या जति मासिक तलब त टाइममै दिइराखेका छौँ त। होइन नि बुवा, सरकारले त 13 महिनाको तलब दिनुपर्ने अनिवार्य गरेको छ। फेरि यस्तो चाडपर्वमा उसलाई झनै गाह्रो हुन्छ। हामीले जस्तै उसले पनि त त्यहाँ दुःख गरिरहेको हो नि। उसको पनि त परिवार छ, घरमा उसलाई पनि त चाडपर्व मनाउनु पर्छ। यस्तो बेला त आफैले बुझेर दिनुपर्ने हो नि, होइन र? हत्यारिका कस्तो सोच्दै नसोचेको हामीले। धन्न तिमीहरूले समयमै सम्झायो। भरे ऊ जाने बेलामा हामी दिन्छौँ। प्राय घरेलु स्याहार तथा हेरचाहमूलक काम कामै जस्तो लाग्दैन, तर यही माया र सेवा बिना हाम्रो जीवन सम्भव छैन। हामीले नितु जस्तै परिवारको हेरचाह गर्ने श्रमिकको मर्म नबुझेका हुन सक्छौं। घरेलु श्रमिक चाडपर्वमा मात्र होइन, सधैँ मर्यादित काम र कमाइको हकदार हुन्छन्। नितु, नितु, हजुर, ए आऊ त। यो महिनाको तिम्रो तलब नि। चाडपर्वको उपलक्ष्यमा यो तिमीलाई उपहार ल्याऊ।
यो चाहिँ तिमीलाई बोनस। यो त धेरै नै आयो नि होइन र? के को धेरै? यो त तिम्रो अधिकारै हो नि। घरेलु स्याहार तथा हेरचाहको प्रत्येक कार्यको पछाडि एउटा श्रमिक हुन्छ जो सम्मान र मर्यादित तलबको योग्य छ।